गाइज हामी फर्केको यो चाहिँ ब्लगर खै ब्लगर आउँदैछु यो चाहिँ ब्लगर गाइस हामी चाहिँ गाइज झनै लडेको अवस्था क्यामेरामा हेर्दै हिँड्दाखेरि गाइस झन्नै लडिनु हैन सिधै यता पछाडी मलाई हानेको ताकेर अहिले चाहिँ हामी ठ्याक्कै भन्नुपर्दा यो देउराली डाँडा आइपुग्यो अनि यहाँ देउराली डाँडामा चाहिँ एउटा धाम छ है फेरि ठुलो देउराली ठुलो 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 छ यहाँनिर कहाँ छ देउराली यहाँनिर थियो त एउटा ढुङ्गा राखेको थियो ब्याक गर क्यामेरा दिस इज यो चाहिँ अनि देउराली फ्रन्टबाट बनाएपछि यस्तै हो दिस इज देउराली भ्यू पूजा पाठ हुन्छ अनि यस्तै छ यहाँ पर्यटक क्षेत्र बनिँदैछ उता चाहिँ त्यहाँनिर गुफा बनाउन आँटेको अरे अब यो होइन गफ पो जोत्नुपर्छ त युट्युबमा त्यही भएर यस्तै हो भाउजूको गोल किकलाई कस्तो रेट दिएको अरे तपाईँले भनिदिनु त 10 आउट अफ 100 आएछ है लुक गाइजहरु यस्तो दिएको हो नि त्यसको देब्रे किक चल्दो रहेछ देब्रे हजुर अनि मेसी फेरि कस्तो भने सिधै दिएर मेरो नाक चाहिँ झन् बच्चा अलिकति हजुर सुट हान्ने चाहिँ उहाँ नै यता हेरिदिनुहोस् न प्लिज एकचोटि जनता जान्न चाहन्छ ल भाउजूले हेरिदिनु होइन मेसी नि महँगो खेलाडी हुनु महँगो खेलाडी एकदम खुट्टा इन्जुर हुँदा हुँदै पनि त्यस्तो सुट हान्ने उहाँ चाहिँ अब त्यही पनि नभनु मैले त्यस्तो कुरालाई नभनु मैले स्क्रिप्टमा राख छैन यस्तो कुराहरू होइन उहाँ चाहिँ यस्तो हो नि गाइस हजुर कस्तो अरे यस्तो हो नि गाइस उहाँ चाहिँ यस्तो हो नि सुटुक्क भन्छु म एकछिनमा भन्छु गाइस हजुर हजुर त्यो गोल खेलेको चाहिँ मैले निकाल्नु पर्ने रहेछ यो चस्मामा मेरो झन्नै भेटेको थियो नि त फेरि मेरो यो नाक यति लामो नाक हजुर यस्तो गरेर चिप्लेर फेरि फुटबलर पनि यस्तो खतरा कि भलिबललाई गोल बनाइदिने अनि भलिबल सटरलाई चाहिँ गोल पुरै हान्दिएको अरे गाइस यस्तो खतरा अरूको युट्युब च्यानल चलाउन गाह्रो छ गाइज यसरी भिडियो बनाइदिनुपर्छ इन्कम पनि छैन गाइस अहिले अहिलेसम्म केही भएको छैन उपलब्धि केही छ फेरि एकचोटि तर केही भएको छैन उपलब्धि चाहिँ केही भएको छैन अब केही नै भएको छैन यो हेरेर चाहिँ हजुरहरूले यसो त्यो जे गोल चाहिँ दामी थियो अनि सुट होइन सुट दिनु भयो हो नि यस तीनजनालाई त ढलेर गाइस तीनजनालाई त ढल्लाएर गाइस त्यो नाकमा लागेको थियो नि आज यो भ्लग बनिने थिएन गाइस यो त कहाँदेखि मसिङन फाल्थ्यो होला र अब चाहिँ हामी घर आइपुग्यो फाइनली दुई फुट अल्गो चाहिँ सोल भएको जुत्ता लाएर हिँडेपछि यस्तै हो हिँड्न नजाने भ्लगर यो चाहिँ चिया है गाइस यो चाहिँ चिया एकदम चिया हो म भ्लगर हुनुको नाताले यो चिया देखाउनु मेरो कर्तव्य हो यो चाहिँ बन्दकोपी हो ए फुल पो हो कि क्या ए हाफ मात्र छ त अनि तै पनि फुलै अरे फुलकोपी त्यही भएर यस्तै हो सो भ्लगर हुनको नाताले म यहाँ आइपुगिसकेँ त्यही हो गाइज अब होइन यो हिँड्न नजानेर खास युट्युब च्यानल चाहिँ यसको हो यता हेर त यही हो मैले चाहिँ बनाइदिएको थिएँ त्यही भएर म जाँदैछु म कहाँ जाँदैछु मलाई थाहा छ
यस्तै छ अब पुगिन लाग्यो हामी आइपुगिसक्यो त्यही भएर यहाँनिर देख्न सक्नुहुन्छ नेटको तार ब्लगर हुनको नाताले यो पनि देखाउनु मेरो कर्तव्य हो त्यही हो